अब त उठ्नुपर्छ साथी। गाउँमै बसेर प्रवृत्तिले संसार जित्न सक्छौ। सुन साथी, मोबाइल त तिमी सुत्नु अगाडि चलाउँछौ होइन, तर त्यो मोबाइलबाट तिमीले संसार बदल्न सकिन्छ भन्ने कुरा बुझेको छौ त? यो स्क्रिप्ट तिमीलाई शिरशिर बतास जस्तै छुन आउँछ अनि हृदयबाट एक कुरा उठ्छ, अब म उठ्नै पर्छ, किनभने अब तिमी नभए को, अब नभए कहिले। तिमी म हामी सबै गाउँको माटोले गन्हाएका, खेतको पानीले निर्थुक्क भिजेका नेपाली युवाहरू हौ। बिहानै भैँसी बाँध्ने, दिसो खेत जोत्न जाने, बेलुकी मोबाइलमा घण्टौं बिताउने हाम्रो कथा यस्तै छ। तर आजको युगमा मोबाइल केवल रमाइलोको साधन होइन, भविष्य बनाउने शस्त्र हो। प्रवृत्ति भन्न साथ के लाग्छ? कम्प्युटर, अङ्ग्रेजी, सहर? होइन साथी, प्रवृत्ति त अब तिम्रो खल्तीमा छ। त्यो मोबाइल, त्यो इन्टरनेट अब कोही भनिरहँदैन सहरमा पढ्नेले मात्र कम्प्युटर चलाउँछ। अब गाउँको गोरु चराउने केटाले पनि मोबाइलबाट युट्युब च्यानल खोल्न सक्छ। बाख्रा चराउने दिदीले पनि फेसबुक मार्फत आफ्ना उत्पादन बेच्न सक्छिन्। प्रश्न उठाउँछु, जवाब तपाईले खोज्ने हो। के तपाईलाई थाहा छ, भारत, बङ्गलादेश, यहाँसम्म कि अफ्रिकाका गाउँबाटै युवाहरू लाखौं कमाइरहेका छन् मोबाइलबाट। अनि अझै तपाईँ भन्नुहुन्छ केही काम छैन भनेर टाइम पास गरिरहनु भएको छ। के हामी नेपाली युवाहरू कमजोर छौँ? पक्कै छैनौँ। अब के गर्ने त? युट्युबमा फेरि डिजिटल स्किल नेपाली सर्च गर। क्यानभा, क्यापकट, काइनमास्टर, भिएन, यी एप्स मोबाइलमै छन्। सिक्न सुरु गर। स्थानीय उत्पादनको फोटो खिच, फेसबुक पेज बनाऊ, डिजिटल बजारमा बेच। साथीहरूसँग मिलेर युथ टिच ग्रुप खोल। आफू नजान्ने पनि अरूसँग सिक्नु, समूहमा काम गर्नु। कुनै कुरा बिग्रियो भने सुधार गर, फेरि सुरु गर। तर सुरु नगरिएको जिन्दगी कहिले अगाडि बढ्दैन। जिन्दगी बदल्ने कथाहरू केही यसमा छ। रमेश कञ्चनपुर खेतमा मल हाल्दै युट्युब हेर्न थाले। अहिले उस्तै किसानहरूसँग मिलेर स्मार्ट फार्मिङ च्यानल चलाउँछन्। सीता प्युठान टिकटकमा डान्स होइन, डिजिटल शिक्षा टिप्स दिन थाली। आज ऊ विद्यालयका शिक्षकहरूलाई सल्लाह दिन्छ। शिव सिन्धुली मोबाइलबाट डिजाइन सिक्यो। अहिले फेसबुक मार्फत गाउँका सबै स्कुलको ब्यानर उसले बनाउँछ। यी नेपाली हुन्, गाउँमै बसेका अनि बदलेका। तिमी पनि सक्छौ। उठ साथी, मोबाइल चलाउनु तिमीलाई आउँछ, अब त्यसैले आफ्नो औजार बनाऊ। सहर जाने सपना होइन, गाउँमा केही गर्ने सपना देख। तिमी घरमै बसेर कम्प्युटर नहुँदा पनि मोबाइलबाट सिप सिक्न सक्छौ, कमाउन सक्छौ, समाजलाई बदल्न सक्छौ, किनभने तिमी नै हो परिवर्तनको मूल कुञ्जी। आज तिमीले एक क्लिकले यो भिडियो हेरे जस्तै भोलि तिमीले एक क्लिकमै काम पाउने छौ। तर त्यो दिन ल्याउन आजदेखि सिक्न सुरु गर। स्मार्टफोन त छ, अब स्मार्ट सोच पनि बनाऊ। अब तिमी नभए को, अब नभए कहिले। गाउँको यो धुलो बाटे प्रवृत्तिको पंख उडाउनुहोस्। नेपाल बदलिन्छ, तिमी बाटै सुरु हुन्छ।